नमस्कार, सङ्गम मिडियाको निर्वाचन विशेष 2082 मा हार्दिक स्वागत छ। म सङ्गम अधिकारी। विभिन्न जिल्लाको निर्वाचन क्षेत्रको बारेमा चर्चा गर्ने क्रममा आज हामी चर्चा गर्न गइरहेका छौँ नुवाकोट क्षेत्र नम्बर 1 को बारेमा। नुवाकोट क्षेत्र नम्बर 1 मा नेपाली काङ्ग्रेसले प्रकाश शरण महतलाई उम्मेदवार बनाएको छ भने यसैगरी नेपाल कम्युनिस्ट पार्टी एमाले बद्री मैनालीलाई र राष्ट्रिय स्वतन्त्र पार्टीले डाक्टर विक्रम तिमल सिन्हालाई तथा नेपाली कम्युनिस्ट पार्टीले हितबहादुर तामाङलाई चाहिँ उम्मेदवारको रूपमा खडा गरेको छ। नुवाकोट क्षेत्र नम्बर 1 मा नेपाली कम्युनिस्ट पार्टीले उम्मेदवार बनाएको छ हितबहादुर तामाङलाई। उनी यसअगाडि अर्थात् 2074 र 2079 को निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी भएका थिए भने उनी यसपटक ह्याट्रिक गर्ने दाउमा रहेका छन्। नेपाली काङ्ग्रेसले यो वर्ष प्रकाश शरण महतलाई पनि गृह जिल्ला पठाएका कारण उनलाई केही चुनौती हुन सक्ने आकलन गरिएको छ। अघिल्ला दुई निर्वाचनमा प्रतिस्पर्धी दलकै बुई चढेर सांसद बनेका उनलाई यसपटक भने एमाले र काङ्ग्रेसको साथ छैन। 2074 को निर्वाचनमा काङ्ग्रेसका रामशरण महतलाई पराजित गर्दै संसदमा विजयी भएका तामाङले चाहिँ 2079 को निर्वाचनमा भने एमालेका बद्री मैनालीलाई हराउँदै मन्त्री समेत बन्न सफल भएका थिए। त्यसै गरी नुवाकोट क्षेत्र नम्बर 1 मा नेपाली काङ्ग्रेसले उम्मेदवारको रूपमा खडा गरेको छ प्रकाश शरण महतलाई। प्रकाश शरण महतको नुवाकोट गृह जिल्ला भए पनि उनले अहिलेसम्म गृह जिल्लाबाट चुनाव भने लडेका थिएनन् र 2048 सालदेखि 2074 सालसम्म उनका आफ्नै सहोदर भाइ डाक्टर रामशरण महत निर्वाचन लडेका थिए यो क्षेत्रबाट र उनले चाहिँ 2074 मा काठमाडौँको क्षेत्र नम्बर 5 बाट चाहिँ उम्मेदवार बनेका थिए उनी र उनी एमालेका ईश्वर पोखरेलसँग चाहिँ पराजित भएका थिए। 2079 मा भने काङ्ग्रेसले चाहिँ माओवादीका तामाङलाई नै ठाउँ दिएको थियो। त्यसै गरी एमाले उम्मेदवारको रूपमा खडा गरेको छ बद्री मैनालीलाई। अघिल्लो निर्वाचनमा पनि उनी 3083 मतले चाहिँ हितबहादुर तामाङसँग नै पराजित भएका थिए। परिस्पर्धी दलले गठबन्धन नगरेको र एमालेका नेता कार्यकर्ता एक ढिक्का भएकाले चुनाव जित्ने चाहिँ मैनालीले दाबी गर्दै आएका छन्। 2074 को निर्वाचनमा माओवादीसँग एमाले गठबन्धन गर्दा मैनाली प्रदेशसभा सांसद भने बन्न सफल भएका थिए। त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारको रूपमा खडा गरेको छ पूर्व पत्रकार तथा अस्ट्रेलियाबाट चाहिँ राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा PhD गरेका डाक्टर विक्रम तिमल सिन्हा। देशमा सकारात्मक राजनीतिक संस्कार निर्माण गर्न र सकारात्मक परिवर्तनको लागि चाहिँ नुवाकोटको जनताले राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा मतदान गर्ने चाहिँ तिमल सिन्हाले बताउँदै आएका छन्। यदि हामीले 2079 को निर्वाचनको चाहिँ परिणाम हेर्ने हो भने समानुपातिकतर्फ चाहिँ 16267 मतसहित एमाले पहिलो भएको थियो भने 15751 मतसहित काङ्ग्रेस दोस्रो, त्यसै गरी 15127 मतसहित माओवादी तेस्रो हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी 5449 मत ल्याउँदै चौथो बनेको थियो नुवाकोट क्षेत्र नम्बर 1 मा। त नुवाकोट क्षेत्र नम्बर 1 मा प्रतिस्पर्धी रहेका यी 4 जना मुख्य पार्टीका उम्मेदवारहरू जस्तो नेपाली काङ्ग्रेसका प्रकाश शरण महत, नेकपा एमालेका बद्री मैनाली, नेपाली कम्युनिस्ट पार्टीका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डाक्टर विक्रम तिमल सिन्हा मध्ये को निर्वाचित होलान् यसको लागि हामीले केही समय प्रतीक्षा गर्नुपर्ने हुन्छ। के हितबहादुर तामाङले चाहिँ ह्याट्रिक गर्लान् भन्ने पनि प्रश्न रहेको छ। यदि यो निर्वाचनमा पनि उनी विजयी भए उनी ह्याट्रिक गर्ने दाउमा छन्। आज हामीले चर्चा गरौँ नुवाकोट क्षेत्र नम्बर 1 को बारेमा। अब हामी अर्को भिडियोमा नुवाकोट क्षेत्र नम्बर 2 को बारेमा चर्चा गर्नेछौँ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार।